सबैजनालाई नमस्कार। आजको यस भ्लगमा तपाईँहरूलाई म फेरि पनि स्वागत गर्न चाहन्छु। आजको यस भ्लगमा हामीहरू जान लागेका छौँ सिद्ध बाबा मन्दिर, तानसेन, वालिङ र भालु पहाड। गाइस, अब हामी सिद्ध बाबा मन्दिरमा आइसकेका छौँ। यो मन्दिर चाहिँ यो स्थानीयको आस्थाको केन्द्र रहेको छ र उसकै साइडमा रहेको छ सिद्ध बाबा केभ, साइडमा रहेको छ सिद्ध बाबा केभ, जो चाहिँ 2.5 किलोमिटर लामो रहेको छ। अहिले हामीहरू छौँ सिद्ध बाबा मन्दिर, जो बुटोल नजिकै रहेको मन्दिर हो। नेपालको सबै ठाउँबाट मानिसहरू दर्शन गर्न आउँछन् र धेरैजसो पाल्पा, रूपन्देही र अरू छिमेकी जिल्लाहरू हामी आफू जाने अर्को ठाउँ तानसेन, जहाँबाट हामीहरू पोखरा जाने बाटोतर्फ लाग्यौँ। तानसेन पाल्पाको सदरमुकाम हो। त्यसपछि हामी तानसेनबाट लामो दूरी तय गरेर वालिङ पुग्यौँ, जसलाई नेपालको पिङ्क सिटी भनेर चिनिन्छ।
त्यसपछि हामी बालुपाहाड पुग्यौँ। बालुपाहाड पर्यटनको लागि एउटा आकर्षणको केन्द्र बनेको छ। बालुपाहाडमा एउटा भ्यू पोइन्ट पनि रहेको छ, जहाँबाट हामीहरूले बालुपाहाडको सुन्दर दृश्य हेर्न सक्छौँ। त्यसपछि हामी बालुपाहाडमा रहेको एउटा प्रसिद्ध चटपटी बनाउने आन्टीकोमा गयौँ। गाइस, अहिले चाहिँ म आइसकेको छु पोखरा नजिकै रहेको बालुपाहाडमा, र यहाँ चाहिँ एउटा भाइरल चटपटी दोकान पनि रहेको छ एउटा आन्टीको, र हामी दुई आन्टीकोमा चटपटी खानको लागि गइरहेका छौँ। हामी चाहिँ त्यो भाइरल आन्टीकोमा चटपटी खान लाग्यौँ, तर स्याडली त्यो आन्टीको दोकान चाहिँ बन्द गराएको छ, हेर्न सक्नुहुन्छ। त्यही भएर हामी उयो आन्टीको साइडको दोकानमा चटपटी खान लाग्छौँ। भाइरल चटपटीमा आएको, तर आज भाइरल चटपटीको दिदीको पसल बन्द भएको साइडको भाइरल दिदी हुनुहुन्छ कि हुनुहुन्न, तर चटपटी पनि मिठो छ। आजको लागि यति नै। म फेरि पनि यस्तै भ्लगहरू ल्याउने नै छु। त्यतिसम्मको लागि तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब, लाइक र कमेन्टहरू गरिदिनु होला।